भने यो पाटा छ नि यो अलि फ्ल्याट छ यो अलि कोर्नर छ नि यो फ्ल्याट भएको साइडतिर पोलतिर पार्नु प्रत्येक अब जस्तै यो छ नि यो हाँगा यो फ्ल्याट छ यो कोर्नर छ यो फ्ल्याट छ यो चाहिँ भित्रतिर पारिदिनु भयो भने यसबाट जरा पलाउँछ कि फ्ल्याट साइडबाट अर्को साइड यहाँ जरा पलाउँदैन कति हरेकमा फ्ल्याट छ है सब हरेकमा फ्ल्याट हुन्छ यसमा हेर्नु भने अब यो फ्ल्याट हो अब यो ठिक छ यताको फ्ल्याट भन्नुपर्छ हामीले यो अलि फ्ल्याटै हुन्छ ठ्याक्कै यस्तो आउँछ यो जम्मै यस्तो आउँछ फ्ल्याट भएको यस्तो जस्तो यो हेर्नु यहाँ फ्ल्याट भनेको यस्तो के यहाँ हेर्नु यो छ नि जरा यहाँ यसबाट यो फ्ल्याट साइडबाट जरा पलाउँछ यस्तो यता यो कहिले पनि जरा यहाँ पलाउँदैन होइन यो यता पलाउँदैन यो फ्ल्याट साइडबाट यो जरा आउँछ यो सबै यस्तै हो यो फ्ल्याट साइडमा जरा आउँछ यसले गर्दा के हुन्छ नि पिल्लरमा चप्किन्छ क्या यो चप्किन्छ यसलाई सजिलो पनि हुन्छ अब हामी त पहिला जानिएन सबै अल्टरनेटिभ जस्तो हुन्छ त्यस्तै रोपियो यतातिर त अब त रोप्दाखेरि त तिनीहरू व्यवस्थित तरिकाले रोपेर अलिक ठिक भयो फल्न पनि तपाईँ हेर्नु कति फल यिनीहरू पुरानो बिरुवाभन्दा पोहोरको बिरुवा 1 वर्ष नभए बिरुवा राम्रो फल्छ कि किनकि त्यसलाई चाहिँ व्यवस्थापन गर्न सक्यो यिनीहरू चाहिँ अब जस्तो भयो त्यसै हेर्नु यहाँ 8-10 वटा कसैमा त हालियो त्यो हाल्नै नहुने कि हाल्ने त्यसरी हाँगा पलाएर राम्रो छ भन्दै झन् बाँध्दै गयो धेरै भयो अब काट्न पनि मनसाथ लाग्छ त्यही भएर त्यहाँसम्म पुरा चावडा मात्रै हाल्नुहोस् यहाँ यसको तलको हामी उता पनि नराखिकन ठ्याक्क जुन साइड भयो भने त्यो अलि सानो फल्छ भन्ने केही फरक पर्दैन अब हाम्रो यो चावडा निक्लिन्छ भने यो चावडालाई केही फरक पर्दैन त्यो चावडा चाहिँ यति ठिक्क छ एउटा असरको अनि यसको के दाइ सिँचाइ गर्दाखेरि कति दिनको फरकमा सिँचाइ गर्नुहुन्छ यो बेलामा त तपाईँको 1 दिन बिराएर पानी हाल्दैन नि हुन्छ सर भिजाउने कि एकैचोटि हल्लाइहाल्यो भिजाउनु भन्दा जस्तै आज मजाले ठिक्क भिज्यो छोडिदियो अब भोलि पर्सिसम्म त्यसलाई पर्सि भनौँ भएन अर्को दिन त पानी दिनु परिहाल्यो अब बर्खामा जरुरी भएन अरू अब भनौँ न जस्तो यो भदौसम्म धेरै गर्दैन माथि पानी हाल्नु पर्यो के त्यो त धेरै तलबाट त्यसले त टिप्दैन जरा धेरै सुरुमा त नजिकै हुन्छ अब असोजबाट भदौबाट त पानी बन्द हुन्छ लगभग होइन असोजबाट बन्द हुन्छ कार्तिक मङ्सिरमा चाहिँ हप्ताको एकचोटि दिने हुन्छ होइन अथवा त्यो भनौँ मौसम कस्तो पर्छ कि तर यति बेला त तपाईँले 2 दिन बिराएर त यसलाई पानी दिनै पर्छ अहिले त यस्तो हिड छ यतिखेर खडेरी छ नि त खडेरी छ रोप्ने बेला ठ्याक्क मिलाएर त्यसरी रोपिनुहोस् अब हामी त कोही यताको बिरुवा यता पुगेछ पहिला त जताउति त्यति बाँधियो अब यो बाँध्ने केले बाँधेको सर ए रसी नै हो त्यो प्लास्टिकको डोरी हो प्लास्टिकवालै हो त्यही प्लास्टिकको डोरी हो तपाईँले एउटा हो यो डोरी पाइन्थ्यो पहिला यो डोरी कहिले यो सुरु मैले यो 5 वर्ष भयो यो डोरी केही नि भएको छैन तर पछि यो डोरी पाउँदै पाएन कि मैले अहिले हजुरले कुन डोरी प्रयोग गर्नुहुन्छ यही हार्डवेयरकै डोरी प्रयोग गरेको छ यो 1 वर्ष टिक्छ यस्तो यो सेतो डोरी यो कोरियन प्लास्टिक यिनीहरू चाहिँ 4 महिना 5 महिना ठिक छ अनि फेरि बाँध्नु पर्यो होइन अब त्यो जराले च्याप्प समाथि निक्लिन्छ नि हजुर च्याट्ट काट्दिनु त्यसलाई हजुर होइन यहाँ जस्तै अब यति माथि आयो भने ठ्याक्कै यहाँ काटिदिनु भयो भने जस्तै मैले यहाँ काटेछु त मुनिबाट हेर्नु होइन यहाँ काटेछु मैले होइन त्यो उनी बिचबाटै काट्दिने हुने हो अघि सेट बिचबाट काटिदिनु पऱ्यो यस्तैबाट काट्दिने टुक्राइदिने कि यही बाटो नि कि यही गाँठाबाट होइन गाँठाबाट होइन यो सुरुमा त एउटै आउँछ नि माथि त त्यो एउटा छ नि त्यसलाई ठ्याक्कै टायरको लेभलमा सेट काटिदिनु क्या त्यो निकालिदिनु भने त्यहाँबाट के गर्छ 4-5 वटा हाँगा पलायो नि त्यहाँबाट ए त्यहीँबाट पलाउने त्यहाँ 5 वटा हाँगा पलायो नि यी 5 वटा हाँगा सरलका आयो हेरौ हान्देऊ ठ्याक्कै सबै काटेको छ यो होइन हो त्यसरी काट्नु पर्ने हाँगा चाहिँ मजाले बराबर आउँछ कि पुरै चट्टी काट्दिनु होला पुरै टक्क काट्दिनु चक्कुले कटरले ट्याक्क पारिदिनु अनि त्यसपछि त्यहाँ ठ्याक्क हाँगा पलाउँछ सबै त्यस्तै गरी 5 वटासम्म हाँगा राखिदिनुहोस् 5 वटा 6 वटा त्योभन्दा बढीसँग हाँगा निकालिदिनु र यसबाट फेरि 2टा हाँगा भनिन्छ कि त्यो काटियो 5 वटा हाँगा आयो अनि त्यो जस्तै अब यसबाट पलाउने फेरि 2टा हाँगा राख्नु मिल्यो कि भन्दा कतिवटा हुने भयो यो 2टा यो 3टा भने 5 त्यहाँ 5 चौको 20 वटा हाँगा भयो एउटा 20 वटा हाँगा भयो भने चाडमा कति भयो 80 वटा हाँगा आउँछ यसमा त्यो 80 वटा हाँगा दिनुभयो भने यसले राम्रो फल दिन्छ तल मलजल दिने हो भने त्योभन्दा बढी राख्नु भने फेरि फल्दैन फेरि हाम्रो यहाँको हेर्नु त्यो कति बढी छ नि त्यो काट्न नसकेर तपाईँको फल्दैन यही हेर्नु न कति छ हाँगा त्यति फल्दैन फेरि जति यसलाई हाँगा कन्ट्रोल गर्नु पऱ्यो कि फेरि अब काट्नु पर्ने बेला भएपछि यस्तो हाँगाहरू साइडको हाँगा राख्नुहुन्न पुरानो र नयाँ हामीले कसरी छुट्याउनु यो कस्तो भने अब पोहोरको हाँगा र अहिलेको हाँगा जस्तै यो धेरै हरियो भइसक्यो कलरमा फरक पर्छ त्यो थाहा हुन्छ नयाँ पलाएको हाँगा माथिबाट आएको हुन्छ
यो तलबाट चाहिँ पुरा कुकुरको हाँगा हुन्छ हुन्छ अनि त्यसपछि पुरानो भएपछि अलि बढी हरियो हुन्छ हरियो हुन्छ यही पनि हेर्नु यो तलतिरको हाँगा हरियो छ अलि माथि तल हरियो छ हुन त अब यो यो सुनका कति भने यो हेर 12 महिना फल्ने के जस्तै अब तपाईँको मसिनो हुन्छ बत्ती लाइन छ अब टिपेर खाने बेला नि भइसकेको छ कुनै हो होइन यो अब यो फुल्ने यो बत्ती लाइन त सल्ल पक्कै छ यो अब यो चाहिँ बर्खामा धान्न सक्दैन यसको फेरि कन्ट्रोल गर्नुपर्छ यो धान्दैन बर्खामा यसलाई चाहिँ कुनै न केही रसीले बाँधेर टेका लाउनुपर्छ या हाँगा काटेर फाल्नुपर्छ यसको